गोवर्धन पर्वतको पूजा किन गरिन्छ? गोवर्धन पर्वतको पूजा द्वापर युगमा गोवर्धन पूजा गर्ने भनेर भन्नुभयो भगवानले। अनि पूजा गर्न थाल्दा खुब पानी बर्साउनु भयो भगवानले। त्यही गोवर्धन पर्वत यसरी उचालेर कान्छी इम्लामा राखेर सबै भएका त्यहाँ गोपी गोपिनीहरूलाई सबैलाई रक्षा गर्नुभयो भगवानले। त्यही आधारमा हामीहरूलाई अहिले पनि गोवर्धन पूजा गरेर अनि गाई पूजा गर्ने प्रचलन छ। दादा कृष्ण भनेर गोवर्धन पर्वत उचाल्नुभएको छ कान्छी हुलाले। खुसी खुसी यहाँ भगवान श्रीकृष्णले कुलदेवता भनेको नारायणै हुनुहुन्छ गोपीहरूले। अनि इन्द्रको पूजा आज तिहारको चौथो दिन आज गाई हाम्रो नेपालको राष्ट्रिय जनावर हो। गाईलाई आज तिहारमा गाईलाई पूजा गरिन्छ। विश्वभूतानि त्रिपादश मृदन्ते जय श्री ओम जातवेदो यसको काम गरिहाल्यो आउ गाइले चाचा आप अपनी बंद श्री पानी सुरभ्य गोवर्धन पर्वताय नमः। एकपल्ट कृष्ण दाइको गाई पूजाको खास के हो चलन? गाई पूजाको खास हाम्रो परम्परा अनुसार हिन्दू धर्मको संस्कार अनुसार भाइ पूजा भन्दा जसो गाई पूजा गरेर गाईको जल खाएर गोवर्धन पूजा गरेर तोरण तानेर भोलिपल्ट टिका लगाउने दाइ भाइहरूलाई भन्ने हाम्रो प्रचलन छ। विधिपूर्वक आज चाहिँ गाई पूजन गर्दैछौँ।